हामी छौँ आज गण्डकीमा यस्तो भइरहेको छ मेरो पापा दाइ र पापा गुड मर्निङ ह्याप्पी न्यू इयर हरे कृष्ण हामी छौँ आज गण्डकीमा यस्तो भइरहेको छ यहाँ पूजा गर्ने म चाहिँ नुहाउँदिनँ म अलि जान्दिनँ यहाँ नुहाउन यो ठाउँमा चाहिँ हामी बच्चामा पनि खुब आउँथ्यौँ अनि अहिले त ज्योतिलाल हजुरबाले पुरै यस्तो दामी गराएर जानुभएको रहेछ मेरो पापा दाइ र पापा दाइ हेर नि त्यहाँ कामदै यहाँ हुनुहुन्छ मम्मीहरू भजन बजिरहेको दाइ डुबेन कि डुब्नै सकेन क्या बाहिर देख्ने गुड मर्निङ आज म हजुरसँग बोलेको छैन तर आजको दिन हाम्रो के भने आज नयाँ वर्ष सो हजुरहरू सबैजनालाई नयाँ वर्षको धेरै धेरै शुभकामना 2083 अब आज चाहिँ हामी होल फ्यामिली नै पिकनिक जाँदैछौँ सो मेरो अङ्कलहरू आन्टीहरू दिदी आज नि ट्याक्क आउनुभयो हिजो मेरो भान्जा पनि मेरो ड्याडी मम्मी दाइ सबैजना हामी होल फ्यामिली पिकनिक जाँदैछौँ अनि हामी अहिले गाडीमा छौँ लिटरली पिकनिक जाँदै कता जाने मलाई थाहा छैन म चाहिँ अलिकति प्रिभिलेज भएर अगाडि आएर बसिरहेको छु सबैजना यहाँ हुनुहुन्छ तपाईँले देख्नुहुन्छ यहाँ मेरो अङ्कलहरू हुनुभयो पछाडि सबैजना हुन्छ अब उता मायाको चाहिँ पूजा भइरहेछ घरमा सो ऊ चाहिँ पूजा गरेर आज म चाहिँ घुमिरहेको छु अलिकति अनफेयर हो बट उसले के भनेको छ तपाईँहरू उसले के गरेर चाहिँ तपाईँहरू उता हेर्नुहोस् न है त अब हामी कहाँ जान्छौँ के हुन्छ कसो हुन्छ म हजुरलाई अलिकति क्लिक गरेर देखाउँछु नि त बट अगेन हजुर सबैजनालाई ह्याप्पी न्यू इयर अनि बेड्दै गरौँ है त कता अङ्कल कता भन्नु है Hello. Hello. Pinachi, hello. Uncle. Hi. मेरो यस्तै छपा मेरो दुश्मन छ धेरै दुश्मन छ धेरै दुश्मन धेरै अब हामी माथि आयौँ अनि हामीले टेन्ट बनायौँ अनि अहिले म सबैजना बाहिर हुन्छ म र भान्जा चाहिँ हामी यहाँ बसिरहेछौँ उसलाई खाना नमानेर कार्टुन देखाएर क्यारेट बल्ल बल्ल हात समातेर अब केक पनि उसले खान्छ अनि म र भान्जा यहाँ बसिरहेछौँ है भान्जा मेबुले हाई गरिदिनु माथि मेबु हाई भन्थ्यो हाई अब मलाई एन्जाइटी हुन थालिसक्यो किनभने लिटरली 3 दिन बाँकी छ अनि न्यू इयर भनेर यसरी बाहिर आएर बसेछौँ घरमा कति काम छ कति कुरा मिलाउनु पर्छ अनि स्ट्रेस हुन थालिसक्यो कि त्यो कुराको
एडिट गरेपछि अब उहाँहरू रमाइलो गर्नु भयो तर मेरो मनले मानेकै छैन कि डिफ्रेन्ट भयो नि त किनभने यसरी आएर बसिन थियो मैले सोच्थेँ उता आउँदाखेरि यसरी आउँदाखेरि छुट्टै रमाइलो हुन्छ नि तर आफ्नो लाइफ सिचुएसनै चेन्ज भइसकेपछि आफूले बिताउने कुराहरू नै चेन्ज भइसकेपछि यसको रमाइलो भनेको जसरी उता अब म र मायासँगै बस्छौँ त्यो कुरा धेरै मिस हुने रहेछ कि आई विस यु वेयर हियर मायालु आर्यन उसले के गरेर त्यो पूजामा छ होला म एकचोटि उसलाई फोन गर्छु माथि यसो सिक्का बनाइदिनु श्री परम स्वाहा इदम अग्निवर्णाभ्यां नमः जलसौनो ओम सत्वनो अग्नि तिमामदेवदेखि त्रिसन्धो अग्नि गणदेवते राशिदोमि विनियोगा चलिनो ओम सत्वनो अग्नि भौ भौ ओम जय जगदीश हरे संयमसुर सरिता घोयो प्रभु जसवे नित्यगयो दिन दिन निर्मल बन्दै प्रभु जय दीननाथ हरि प्रभु जय सत्यदेव हरि प्रभु जय अग्निदेव हरि ल हेर्नु सबैजना यहाँ सबैजना रमाइलो गरेर बस्नुभयो गफ गर्दै पहाडको माथिकै रोड है कस्तो मजाले बनायो कि अब यहाँ पनि भिड यतापट्टि पनि भिड डाँडाको ठ्याक्कै बिचमा रोड मात्र रहेछ माथि होइन ठिकै छ होइन उता चियर छ त बस्नु ए त्यस्तो आइसक्रिम हाम्रो सूर्य अङ्कलको फेभरेट आइसक्रिम